अब पैदल यात्रा गर्नु पर्यो अब हाम्रो। सबभन्दा पैसा कमाउने बनाउँछ होइन। यो ठाउँको नाम नाम्ची। अब यो कसको घर हो मान्छे छैन रहेछ। यो हामी कहाँ रहेछ? यो गुराँस रहेछ। तपाईँ कुन ठाउँमा आइपुग्नु भयो? जडीबुटी भएको कारणले गर्दा अन्यथा चाहिँ बिचहरूले क्यान्सर मुक्त पनि गर्छ भन्ने कुरा सुनेको थियो। त्यही भएर आज हामी अब थाकित छ अहिले। पानी सँगसँगै यो यसको फुल भन्छ नि, यो रातो चिज पनि हामीले खान सकिन्छ। खाँदा हुन्छ भेट्यो भने आफ्नो आसपास पनि हामी खाँदैछौँ। चोक्टा खानुहुन्छ त? किनकि यसले क्यान्सर मुक्त हुन्छ भने आयुर्वेदिक सम्बन्धी जोडेको हुनाले हामीले हाम्रो जङ्गलमै उत्पादित भएको हुनाले हामीले यो औषधिको रूपमा पनि दिन्छौँ। गुराँस यो अहिले अलिक फरक छ नि। यो तलतिरको फरक छ। जति लेगमा माथि गयो त्यति नै यो कलर चेन्ज हुँदै जान्छ कि यसको। यो अलिक सेतो हुँदै गएको छ नि। यो तलले रातो थियो। हामी ठ्याक्कै लगभग 1 घन्टा हिँड्यो होला। हामी 1 घन्टा बढी हिँड्यो होला। 1 घन्टा जति हिँड्यो भान्से गाउँबाट यहाँ माथि यो नौघरे यो माथि चढ्नुपर्ने हो। अब फर्स्ट टाइम आएको यो बाटो हेर्दैछु कहाँनिरबाट जाने हो। हिँड्नुपर्ने हो कि यहाँबाट हेर्दा त बाटो त देखेन। टोलीहरू बाटो खोज्दै हुनुहुन्छ। हजुर कहाँ छिर्नु भयो यार तपाईँ यस्तो ठाउँमा? खै गुफा त डेन्जरै रहेछ। यस्तो माथिबाट यो माथि पुग्नुपर्ने हामी टोलीहरू चाहिँ यस्तो ठाउँमा। झर्ने सम्भावना छैन भनेर जाने चाहिँ कसरी हो यस्तोमा? आमा यस्तो बिचबाट छिरेर आयो। हामीले सोच्यो भन्दा ठुलो ऐतिहासिक यो मानव हाम्रो यो बेल्ट छ नि। अब किसानको त यो त मानव उत्पत्तिसँगै जोडेको हो। चाहिँ यो बेल्टमा चाहिँ मानव उत्पत्ति होइन मानव विस्तार छ नि, यो बस्ती विस्तारसँगै जोडेको विषय छ। पर्ने विषयमा अलिक अगाडि बोलेर समस्या माथि चढ्नको लागि रेडी हुनलाई कपडा सपडा लिएर नमस्कार सबैजनालाई। हामी चाहिँ किस्मान गाउँपालिका वडा नम्बर 1 भान्सेको चाहिँ माथि उजेटको माथिपट्टि नौघडेरी नयाँ घरको माथि आज चढ्न लागेको। चाहिँ मेरो चाहिँ पहिलोपल्ट। तपाईँहरू कसको पहिलोपल्ट, दोस्रोपल्ट, तेस्रोपल्ट हुनुहुन्छ तपाईँहरू। हाम्रो यो चाहिँ सम्भवतः एउटै ढुङ्गामाथि एउटै ढुङ्गामा होइन यहाँ समाते ठाउँ कति बिसाले छु नि।
यस्तो छ अनि अन्य ठाउँ गाह्रो भयो के गर्नुभयो तपाईँ यार बस्ने ठाउँ पनि रहेछ यहाँ पछाडि हिउँ पनि परिरहेको रहेछ हिउँ पनि बसिरहेको रहेछ डाँडामा हामी चाहिँ अहिले चाहिँ किस्पाङ गाउँपालिका 1 नम्बर वडा एक भाल्चे माथि नुजिरको माथिपट्टि 9 घडेरी नैनाघरको माथिपट्टि छौँ यो तपाईँको यो एउटा जम्मै एउटा ठुलो ढुङ्गा हो तल बेसमा जम्मैमा ढुङ्गा छ यो माथि मात्रै यो माटो हो जम्मै यो माटो चाहिँ यहाँ जङ्गल पनि भइरहेछ अब चर्ने बेला सबैलाई साथीहरूलाई साह्रो गाह्रो पर्छ यो चाहिँ ऐतिहासिक ढुङ्गा मानिन्छ हाम्रो बेलमा र यो चाहिँ तपाईँको कुनै बेला चाहिँ तिब्बतबाट केही मानव बस्तीहरू चाहिँ त्यहाँबाट खेदेको खण्डमा अथवा विस्तार भएर आउने खण्डमा यहाँ चाहिँ यो तपाईँ यो ढुङ्गामाथि युद्ध भएको बेलामा माथि चढेर 9वटा परिवार चाहिँ माथि डाँडामा बसेर 9वटा घर बनाएर बसेको भन्ने खालको अलिअलि रहल पहल ठ्याक्कै एक्ज्याक्ट त कसैले भन्न सकेको छैन कम्तीमा तिब्बतबाट विस्तार भएर आउने बेलामा त्यहाँको बस्ती यता सर्दै आउने बेलामा 9जना परिवार चाहिँ यही ढुङ्गाको माथि 9वटा घडेरी बनाएर बसेको भएर 9 घडेरी अनि यसलाई अझ नैनाघर भनेर पनि भनिन्छ